दर्शकहरू नाटकीय शैलीमा यो चाहिँ मौलाकालिका मन्दिरको यहाँ दानपेटिका फुटाउने र यहाँको सीसी क्यामेराहरू चाहिँ यहाँबाट चाहिँ सीसी क्यामेराको हार्ड डिस्क नै गायब भएको छ। यो एउटा चाहिँ दराज छ। यो दराज सामान्य तरिकाले खुल्दैन। यस्ता खालका दराजहरू बैंक वित्तीय संस्थाहरू या चाहिँ ठुल्ठुलो आर्थिक कारोबार गर्ने ठाउँमा चाहिँ यो राखिने गरिन्छ। यो सामान्यतया यो चाहिँ हमरले हान्दा पनि सजिलै फुट्दैन र यसको चाबी चाहिँ खोल्न पनि निकै चाहिँ सकसपूर्ण हुन्छ। यो चाहिँ तालजा सजिलै खोल्न जो पाइ त्यसले सक्दैन। यस्तो अवस्थामा यो दराज पनि फोरिएको छ। सिक्री हराएको यहीँबाट यही पोकाभित्र थियो। यो पोकाभित्र थियो। अनि यो बाक्सा चाहिँ खोल्नै नसकिने खालको बाक्सा रहेछ। हजुर, चाबी भएको मान्छेले मात्रै यो खोल्न सक्दैन त अरू काम। यो चाबी फेरि दुईजनासँग हुन्छ। एउटा हाम्रो छवि खनालज्यूसँग, मोती भण्डारी, हामी दुईजनासँग मात्रै समितिहरू आएर यसलाई कुनै सोलाकार छैन। फेरि उहाँहरूले पैसा यहाँ हामीले राखिन्छ, जाऊ मोती पैसा ल्याऊ भने हामी पैसा ल्याउने हो, जाऊ खनालजी पैसा ल्याऊ भने हाम्रो दुईजनाले चाहिँ यो चाबी लिने हो, दुईजनाले पैसा लाने र खोल्ने हामी दुईजनाले बाहेक अरूले यहाँ छुनै पाउँदैन। दर्शकहरू, नवलपरासीको पूर्वी नवलपरासीको गैँडाकोटको सिधा माथि शिरमा रहेको मौलाकालिका मन्दिरको फेदीमा बसेर अर्थात् मौलाकालिका मन्दिरकै छेउमा बसेर तपाईँका बिचमा म बोलिरहेको छु। गए राति यो मन्दिरमा रहेका दानपेटिका चोरी भएको छ। नाटकीय शैलीमा यहाँको दानपेटिका चोरी भएको र यसले चाहिँ एउटा रहस्यमय तरिकाले यहाँको दानपेटिका र दराजहरू फुटाएर यो मन्दिर सुरक्षाका लागि बनाइएको राखिएको सीसी क्यामेराको फुटेज स्टोर गर्ने हार्ड डिस्क समेत चोरी भएको छ। आखिर यसको पछाडि के हुन सक्छ र किन यी खालका गतिविधिहरू यो मन्दिर जस्तो पवित्र ठाउँमा भयो, यी सबै घटना र विषय तपाईँका बिचमा प्रस्तुत गर्छु। म गैँडाकोट एक मोतीलाल भण्डारी मौलाकाली मन्दिरको व्यवस्थापक भन्नुपऱ्यो। यो चाहिँ दानपेटिकामा चढेका भेटीहरू हजुर तपाईँ अहिले मिलाउँदै हुनुहुन्छ सम्भवतः होइन? हजुर। यो कसरी त्यहाँ दानपेटिकामा चाहिँ चढेका भेटीहरूलाई चाहिँ व्यवस्थापन कसरी गर्ने गरिएको छ? अब दैनिकीमा हामीले भित्र पुजारीको आउँछ, मौलाको आउँछ, भैरव भगवानकुण्ड चारैपट्टिबाट यहाँ चाहिँ कलेक्सन हुन्छ। हामी काउन्ट गरेर राखिन्छ कि यो कहाँबाट कति आयो भने चाहिँ हामी त्यो पनि रेकर्ड राखिया हुन्छ र अन्तिम लास्टमा चाहिँ सम्पूर्ण चाहिँ दानपेटिकाको हरेक शीर्षकबाट चाहिँ हुने रकमहरूलाई हामीले पृथक पृथक गरेर कहाँबाट कति आयो भनेर चाहिँ त्यसलाई लेखाजोखा गरेर सम्पूर्ण दुरुस्त हुने गरेर हामीले चाहिँ त्यसको रेकर्ड राखिन्छ। सरदर दैनिक चाहिँ सरदर कतिसम्म हुन्छ? सरदरमा अब त्यही कहिले 20-25 हजार 30 हजार त्यतिसम्म हुन्छ है? हजुर। त्यो दानहरू राख्ने चाहिँ तपाईँहरूकै काम हो? हजुर। त्यो दुईजना जोसँग चाबी हुन्छ भने मात्रै एकजना तपाईँ पनि हो? हजुर। अनि त्यो सिक्री पनि हराएको थियो होइन? त्यो हराइसकेपछि व्यवस्थापन समितिले हार्ड डिस्क लगेर त्यसको जाँचबुझ गर्ने, कसले त्यो खोल्या, तपाईँ र एकजना अर्कोसँग मात्र चाबी हुन्छ होइन? हजुर, दुईजनासँग मात्रै हुन्छ, अरूसँग समितिहरूसँग कसैसँग पनि हुँदैन। त हिजो बेलुका चाबी कोसँग थियो? हिजो बेलुका चाबी हाम्रो खनालीसँग थियो चाबी। त्यो हिजोको सरस्वती तपाईँहरूले देखेको कुरा, तपाईँहरूले भोगेको कुरा होइन? बाहिर चाहिँ केही अब सामाजिक सञ्जालहरूमा मौलाकालिका मन्दिरको चाहिँ भेटी राखिएको बक्स पनि चाहिँ फोडेर त्यहाँको भेटीहरू चोरी भयो भनेर गयो। सार्वजनिक भाषा ती कुराहरू। अब त्यो फ्याक्ट कुरा के हो भनेर हामी जस्ता मिडियाकर्मीहरूले खोज्ने हो। अब त्यो गलत अर्थ पनि जान्छ। यस्तो हो, त्यो ताला खोलिएको छैन, फोडिएको छ के हुन्न त? फोडिएको ताला फोडिएको छ। त्यो मात्रै दानपेटीको मात्रै नभएर यहाँको पनि फोडिएको छ। तालाहरू दराजको पनि भित्रको फोडिएको छ। त्यहाँ दानपेटीमा चाहिँ गोप्य दानपेटीमा मानौँ त्यो 7-8 हजार
सङ्कलन भएको थियो होला मेरो अनुमानमा। दुईवटा दानपेटीमा 7-8 हजार रुपियाँ त्यहाँ भएको थियो होला। यो दानपेटीमा यो जुन सचिवालयको दानपेटी छ यसमा चाहिँ 1500 रुपियाँ नगद थियो, त्यो पनि गएको छ। त्यही हो नगद भनेको चाहिँ त्योभन्दा बढ्ता चाहिँ गए जस्तो मेरो विचारमा लाग्दैन। जस्तो आज दिनभरको भेटी चाहिँ सङ्कलन भएपछि तपाईँले बेलुका काउन्ट गर्ने हो कि भोलि मात्रै? होइन, आजै बेलुका साँझैमा यसको चाहिँ काउन्टको क्लोजिङ हुन्छ। अनि हिजो चाहिँ त्यो भेटीको किन सङ्कलन? नै त्यो सङ्कलन त हप्तामा एक दिन शनिबार मात्रै हामीले चाहिँ त्यो सङ्कलन लिएर आएर समितिहरूको रोभरमा सुरक्षाकर्मीको रोभरमा मात्रै त्यो गोप्य दानपेटिका खोलिन्छ। यहाँ भित्रको चाहिँ के भयो हिजो? भित्रको चाहिँ सबै तालाहरू फोरिया छ, तर भित्रको के डिभाइस के अरे गुरुत्व आडिक्स चाहिँ लिएर गएको छन् उनीहरूले, सिसी क्यामेराको आडिक्स। यहाँको भएको चाहिँ गतिविधि चाहिँ अब उनीहरू पनि यहाँ राति संलग्न भएको र त्यो नलाने भनेदेखि आफू चाहिँ सार्वजनिक हुन्छु भन्ने डरले पनि होला र त्योभन्दा अगाडिका गतिविधि पनि केही चाहिँ थाहा जानकारी हुन्छ भन्ने हिसाब किताबले लिएर आएको हुनसक्छ। आफूलाई सिसी क्यामेरा यहाँ कतिवटा छन्? यहाँ 9वटा कि कति अरे गुरु? 16वटा सिसी क्यामेरा चाहिँ को हार्ड डिस्क यो भित्र हुन्थ्यो होइन? हजुर। अनि यहाँ कसरी खोले त उनीहरूले कसरी खोल्यो भन्ने कुरा अब त्यो रड गरेर यहाँको यो चाहिँ यसरी चाहिँ प्रेसले निचारी केले निचारी यो एल्युमिनियमको यसलाई चाहिँ त्यसरी गरेर चाहिँ निकाले। यो चाहिँ रड हाल्यो होला नि के हाल्यो होला नि, ठुलो यत्रो ताला थियो त्यो पनि चाहिँ कसरी निकाले। त्यहाँ भित्र गएर चाहिँ दराजको पनि रड हालेर हो कि केले चाहिँ त्यो गरेर त्यो पुरा चाहिँ फोडेर दराज शुद्ध फोरेर सफल भयो। समग्रमा त्यो हेर्दाखेरि चाहिँ फोरेकै देखिन्छ। फोरेकै हो त। अनि भित्रबाट चाहिँ हार्ड डिस्क मात्रै लग्यो, अरू पैसाहरू पनि लग्यो? पैसा भित्र लगेको छैन, पैसा थियो तर पैसा लगेन। मेसो नपाए कि कसो? मेसो नपारे होला जहाँसम्म हामीले बाहिर चाहिँ रसिदहरूको चाहिँ उ राखिया थियो, भित्रपट्टि पैसा थियो। उनीहरूले माने कि यो रसिद कागजपत्र मात्रै होला भन्ने मानेर उनीहरूले त पैसा लगाएन। नभएको कुरा हामी झुट बोल्नु हुँदैन। हामी हिजोको चाहिँ लगभग चाहिँ रकम थियो, अस्तिको अलिकति रहल पहल 4400 रुपियाँ अस्तिको पनि थियो। 56,200 थियो। जस्तै त्यो सुनकाण्ड निस्किनु होइन, सुन हरायो भनेर आउनु, त्यो राति नै हार्ड डिस्क गायब भएको छ होइन, तपाईँहरूसँग नै ताला हुन्थ्यो अरे। त्यो सुन चाहिँ लास्ट टाइम कहिले देख्नु भएको थियो? त्यो हराएको चाहिँ कति? यो लगभग विस्तृत भनिदिनु न। सुन त कस्तो भयो, लगभग वर्ष दिन 1.5 वर्ष अगाडि नै हामीले यहाँ कतै एउटा चाहिँ कुनै भौचरले लिएर दिनुभयो त्यहाँ त्यहाँ चाहिँ लिएर आएर हामीले राखियो। त्यो सुन के हो कसो भनेर चाहिँ चेक गर्ने चाहिँ भनेर चाहिँ यहाँ सुनवाला चाहिँ आउनुभएको थियो। आउँदाखेरि त्यो दिन चाहिँ चेक गर्न यहाँ भित्र निकाल्न खोज्दाखेरिमा त्यो फेला परेन। त्यो सुन चाहिँ एउटा हराएको महिलाको थियो होइन भनेर होइन, महिला कसैको पनि हामीले चाहिँ यहाँ सार्वजनिक यहाँ माइकिङ पनि गरियो, सबै कुरो गरियो, तर यहाँ चाहिँ कसको भन्ने कुरो पत्ता पाउन सकिएन। हामीले कति समय अगाडिको यो 1.5 वर्ष भयो। त्यो सुन चाहिँ भेटियो तर मान्छे सम्बन्धित मान्छेहरू चाहिँ सम्पर्कमा आएन कोही पनि। अब हामीले पनि किन भन्दा त्यो चाहिँ लिएर गएर तल राख्न पनि के भन्दा कुनै आउनुभयो भनेदेखि उहाँलाई दिनुपर्छ भनेर चाहिँ सुन हो कि के हो अब हामीले पुरा डिक्लियर पनि भएन। त्यो अब लिएर गएर राखियो, राखेर चाहिँ समयमा हामीले हेरिन्थ्यो पनि यो ठिक छ चाहिँ समय भनेर। तर चाहिँ अहिले पछिल्लो समय चाहिँ म पनि यहाँ दिल्लीतिर के अब वृन्दावन गया काशीतिर गएको थिएँ। त्यही बेला समितिले हेरेर खोज्दाखेरिमा उहाँले गएर चाबी खोलिदिनु भयो। खोलेपछि त्यो हेर्दा चाहिँ छैन, सुन थिएन। पछि आएर मैले पनि हेरेँ, आएर चाहिँ के लाएर चाहिँ अब म राखेँ हामीहरूले हो गएर हेरेँ, फेला पर्न सक्यो। अब जे पनि हामी खोजी कार्य हामीले जारी राखेका छौँ। हेरौँ अब त्यसपछि चाहिँ हल्ला भयो सुन चाहिँ को सिक्री छैन भन्ने हल्ला भएपछि हजुर सम्भवतः त्यही चाहिँ काण्ड लुकाउनलाई हार्ड डिस्क लगियो भन्ने पनि एउटा एङ्गलबाट हेर्दा त्यो पनि त देखिन्छ नि है। खै अब त्यो के कसो अब त्यो अब हेरौँ। अब यो पनि यहाँ तल अनि त्यसपछि गएर उसको चाहिँ उतापट्टि लानु पऱ्यो। अनि क्यामेरा कतिवटा 4वटा क्यामेरा चाहिँ मेन जस्तै एउटा यहाँको
एउटा दानपेटीको एउटा मन्दिरभित्रको त्यो चाहिँ मान्छे बस्ने ठाउँमा राख्नु पऱ्यो कि त्यो बसी सुरक्षित हुन्छ। जस्तै यहाँ कोही चाहिँ नभएपछि यो प्राङ्गणहरूको चाहिँ यसमा जोड्ने 32 हाल्नुहोस् यसमा किनभने 32 वटा चाहिँ क्यामेरा अट्छ नि त, पछि हामीलाई आवश्यक पऱ्यो भने चाहिँ थप्न मिल्छ होइन। अनि त्यसपछि गएर उसको चाहिँ 5-6 वटा ल ल ल ल यसको चाहिँ डबल अर्को चाहिँ सेफ्टी बाक्स बनाउनु पर्छ कि फलामको केरम कि फलामको अर्को छुट्टै अलिक बलियो खालको बनाउनु भनौँ अनि त्यो मेमोरी फरक तरिकाले चारवटा चाहिँ मेमोरीवाला हुनु पऱ्यो। चारवटा मैले त्यो हिसाबले चेन्ज गरिदिन्छु क्यामेराहरू हैन। त्यसको चाबी मलाई दिनु होला, अरू कसैलाई चाहिँ नदिनु होला। आइडी मात्रै मसित चाहिँ देख्ने, अरू आइडी त सबैका चाहिँ दिएर केही फरक पर्ने हेर्न मिल्ने चाहिँ मिल्ने त सबैलाई हुनु पऱ्यो। यहाँकै हेरिन्छ त्यो त तपाईँले उता नै एड गरिदिनु सबै। त्यो चाहिँ त्यो चाबी चाहिँ मसित हुनु पऱ्यो, किनभने कसैले फेरि लाइन चाहिँ डाइरेक्ट मिलाएर फेरि बिचमा चाहिँ अन अफ गर्ने चाहिँ त्यो नगर्नु, डाइरेक्ट जोड्नु। डाइरेक्ट कुन चाहिँ बक्सा हो यो दराज सिक्री हराएको यहीँबाट यही पोकाभित्र थियो, यो पोकाभित्र थियो। अनि यो बाक्सा चाहिँ खोल्नै नसकिने खालको बाक्सा रहेछ। हजुर चाबी भएको मान्छेले मात्रै यो खोल्न सक्दैन त अरू काम। यो चाबी फेरि 2 जनासँग हुन्छ, एउटा हाम्रो छवि खनालज्यूसँग मोती भण्डारी, हामी 2 जनासँग मात्रै समितिहरू आएर यसलाई कुनै सोलाकार छैन। फेरि उहाँहरूले पैसा यहाँ हामीले राखिन्छ, जाऊ मोती पैसा ल्याऊ भने हामी पैसा ल्याउने हो, जाऊ खनालजी पैसा ल्याऊ भने हाम्रो 2 जनाले चाहिँ यो चाबी लिने हो, 2 जनाले पैसा लाने र खोल्ने, हामी 2 जनाले बाहेक अरूले यहाँ छुनै पाउँदैन। यो चाहिँ फोरिएको कि खोलिएको छ? यो अहिले त फोरिएको हो, हिजो आज राति फोरेको, आज राति फोरेको हो। यो त्योभन्दा अगाडि यो सिक्री निकाल्दाखेरि फोरिएको थिएन। ल हेर्नुहोस्, अब यो यहाँ पुग्ने रड लगाएर यहाँखेरि बुहारिया छ, यहाँ पनि रड लगाएर यहाँखेरि बुहारिया छ। तपाईँ चाहिँ हिजो बेला कहाँ हुनुहुन्थ्यो? म आफ्नो कोठामा त उतापट्टि उत्तरपट्टिको साइडमा चाहिँ ला छैन हाम्रो, ला छैन। त्यो चुकुल लागेको साँच्ची कहाँ हो? कोलाई चाहिँ चुकुल लाएर चुकुल लाग्यो कसलाई भन्नु, हाम्रो सही साहब सुत्नुभएको थियो त्यो कोठामा, एउटा पुजारी सुत्नुभएको थियो, आरती गर्ने पुजारी त्यहाँ, र हाम्रो खनालजी सुत्ने ठाउँ यतापट्टि यहाँ थियो। 3टामा लगाएको थियो, बाँकी अरूकोमा यहाँ कसैकोमा पनि लगाएको थियो। केही हाम्रो आवाज बाहिर आएन। हाम्रो नाटकीय शैलीमा यो चाहिँ मौलाकालिका मन्दिरको यहाँ दानपेटीका फुटाउने र यहाँको सिसी क्यामेराहरू चाहिँ यहाँबाट चाहिँ सिसी क्यामेराको हार्ड डिस्क नै गायब भएको छ। यो एउटा चाहिँ दराज छ, यो दराज सामान्य तरिकाले खुल्दैन। यस्ता खालका दराजहरू बैंक, वित्तीय संस्थाहरू या चाहिँ ठुल्ठुलो आर्थिक कारोबार गर्ने ठाउँमा चाहिँ यो राखिने गरिन्छ। यो सामान्यतया यो चाहिँ हमरले हान्दा पनि सजिलै फुट्दैन र यसको चाबी चाहिँ खोल्न पनि निकै चाहिँ सकसपूर्ण हुन्छ। यो चाहिँ तालजा सजिलै खोल्न जो पाइ त्यसले सक्दैन। यस्तो अवस्थामा यो दराज पनि फोरिएको छ र दराजमा भएको चाहिँ केही कागजपत्रहरू अर्थात् यहाँको चाहिँ केही सामानहरू पनि चोरिएको छ कि भन्ने चाहिँ आशंका गरिएको थियो। यद्यपि यो चाहिँ विषयमा थप अनुसन्धान चाहिँ यहाँ व्यवस्थापन समितिले गरिरहेको छ। यद्यपि सबभन्दा नाटकीयता के छ भने यो चाहिँ यहाँ हार्ड डिस्क, यसमा चाहिँ सिसी क्यामेराको यहाँ मौलाकालिका मन्दिर परिसरमा 14वटा सिसी क्यामेराहरू छन्। 14वटा सिसी क्यामेराको चाहिँ सिसी क्यामेराले क्याप्चर गर्ने भिडियो फोटोहरू चाहिँ यहाँ स्टोरेज हुन्थ्यो। तर यो चाहिँ यो ठाउँबाट हार्ड डिस्क समेत चोरी भएको छ, हार्ड डिस्क नै लगिएको छ।